भन्ने हैन त्यो चाहिँ अब स्पेशल छ आज चाहिँ हामीले सरप्राइज छ है टुडे वी आर सेलिब्रेटिङ आवर ग्रान्डफादर्स बर्थडे हैन अन्त हामी सबै नातिनी अन्त नातिहरू मिलेर चाहिँ बर्थडे सरप्राइज दिन आँटेको छौँ एकदमै सानो छ बर्थडे सेलिब्रेसन सो त्यस्तो ठुलो त छैन अब तर पनि बाजेको लागि चाहिँ एकदमै सरप्राइज छ अन्त अब बाजेको रियाक्सन कस्तो हुन्छ त्यो चाहिँ अब हामीले एकछिन बाद हेरौँ सो अन्त हामीले चाहिँ अब डेकोरेसन गर्दैछौँ हाई यहाँ चाहिँ एकदम डेकोरेसन चल्दैछ हाई एभ्रीवान के हो यो चाहिँ गर्दैछु यहाँ चाहिँ के हो काटी हो कि हाम्रो गेस्टले हेल्प गर्दैछ हाई यहाँ चाहिँ अलिक बिजी हुनुहुँदो रहेछ हाई हेलो यहाँ चाहिँ सेल्फी चल्दै रहेछ हाई त्यो चाहिँ के हो हाई हाई पनि 3 प्रकारको हुन्छ नि याद गर्छस् लु 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 कुन प्रकारको अरू अर्को त टेढीहरूले गर्ने आयो हेर्नु त्यो त हेरेको नि जस्तो जवान छ अरे अब जे हो त्यो भनेको चाहिँ अब सही हो म पनि अब बाङ्गी होला होइन परबाट हिँड्दाखेरि नाइस टु मिट यु भाइ यो चाहिँ हाम्रो भाइ तिम्रो नाम के हो मेरो नाम अभिषेक अभिषेक बिजनबारी मनधारा अन्त अरू यच अरू के भन्ने आई लभ यु खै बाजेलाई ह्याप्पी बर्थडे भनेको बाजे फ्रेङ्किस थ्याङ्क यू नाइस टु मिट बाई यस मेरो बहिनी आइसा हो अन्त खास बेसी लजाउँछ दाराहरू पनि छ हो देऊ न तेरो दारा खै दारा दारा दाँत बोलेको छैन क्या हामी सबैको छ दारा त मान्छे भिजा छ नि मेरो दारा डेकोरेसन स्टिल चल्दै रहेछ हाई अम्सा हाई के गरेको ए अमिसा अनि कहिले सक्छ बहिनीहरूको डेकोरेसन चाहिँ भोलि बिहान डेकोरेसन छिटै मेन यो डेकोरेसनको आइडिया चाहिँ कसको हो डेकोरेसनमा यहाँ फाइट हुँदैछ हो दुईजनाको पहिला ए हैन दिमाग खराब हाई लुती यो चाहिँ हाम्रो प्याजी स्पेशल प्याजी हो स्पेशल प्याजी भयो
चाहिँ हाम्रो आलुदम यो चाहिँ हाम्रो आलु आलु मिमीको लागि आलु मिमीको लागि आलुदम यो हेर्नुस् एकदम दाल यो चाहिँ मैले काटेको कुखुरा हो नन भेजको लागि मैले काटेको कुखुरा हो यो चाहिँ दामी छ अर्ग्यानिक होइन यो चाहिँ यो चाहिँ हाम्रो इस्कुसको सब्जी रहेछ यो चाहिँ मासुको लागि ग्रेभी हुँदो रहेछ खाना चाहिँ एकदम ग्यासमा होइन केमा हो चुलामा पाक्दैछ खाना चाहिँ सब यो चुलामा पाक्दैछ है आन्टी सो फाइनली हाम्रो डेकोरेसन चाहिँ रेडी भएछ यस पापा हाई के खाएको हो बत्ती बेसी मार्नु हुँदैन केकहरू हराइमा जान्छ नि के हुन्छ केकहरू हराइ जान्छ नि यस मम्मी हाई नातिनीलाई लगाइदेऊ गोठ साला भिडियो गरिरहेछ मेरो फोनबाट चाहिँ खदा लगाइदेऊ खदा लगाइदेऊ मेरो काका बाजेको चाहिँ बाजेको कान्छी छोरीको चाहिँ
डान्स हेर्दै खानु चाहिँ रमाइलो माइजू आज कस्तो फिल भइरहेको छ बाजेको बर्थडे मनाइदिनु एकदम राम्रो एकदम खुसी लाग्यो यहाँ चाहिँ हाम्रो माइजू यहाँ माइजू यहाँ चाहिँ माइजूको हस्बेन्ड मामा हुनुहुन्छ यहाँ एकदमै फेमस चिन्नुहुन्छ र यता त हो अब खतरा उयो महेश हो हामीले डिनरको भिडियो चाहिँ गर्नु पाएन खाएको चाहिँ अब हामी एकदम सर्भ गर्नुमै बिजी थियो नि त है मान्छे पुरा आज त ह्याप्पी बर्थडे एकदम रमाइलो भयो आजको है हामीले सोचेको थिएन यस्तो हुन्छ भनेर मजा यो चाहिँ खासमा अल अफ अ सडन बन्नेको प्लान हो कि त्यही भएर चाहिँ त्यही भएर अब हामीले सानो वेमा सेलिब्रेट यो अलरेडी प्लान चाहिँ थिएन नि त यो चाहिँ एकदमै तर अब सबै फ्यामिलीहरू थियो अन्त प्लस गेस्ट पनि थियो होइन आधी फ्यामिलीहरू चाहिँ अब अलिक टाढै हुनुहुन्छ उहाँहरू चाहिँ आउनु पाएन उहाँहरू मिस भयो भनौँ न होइन तर एकदमै खुसी थियो सबैजना अब टाढो टाढो हुनेहरू फ्यामिलीहरू पनि हाम्रो रिलेटिभ्सहरू सबैजना अन्त यो चाहिँ फर्स्ट टाइम हो बाजेको अब बर्थडे सेलिब्रेट गरेको त्यही भएर एकदमै राम्रो भयो मजा पनि आयो सबैले इन्जोय गर्यो अब त्यति चाहिँ अन्त अरू के छ भन्नु ए हामीले चाहिँ सेलिब्रेसन चाहिँ फुपूको घरमा है यसलाई चाहिँ बिजु भ्याली रिजोर्ट पनि भन्छ अन्त तपाईँहरूलाई यहाँ आउनु मनपर्छ भने चाहिँ यु क्यान कम होइन होमस्टे पनि छ त्यो चाहिँ हामीले देखाउनु पाएन होमस्टेहरू चाहिँ अब एकदम बर्थडे सेलिब्रेसनमा हामी बिजी थियौँ नि त त्यही यहाँनिर लोकल वान्सले चाहिँ यहाँ आएर पार्टीहरू पनि गर्नु सक्छ बट रेन्ट लाग्छ यहाँ आउनु मतलब अब यहाँ पार्टीहरू गरेको चाहिँ रेन्टहरू लाग्छ बाजेको कतिजना अब छोराहरू चाहिँ अलिक टाढोमै हुनुहुन्छ उहाँहरूले पनि हेर्नुभयो भने खुसी हुनुहुन्छ सायद मिस पनि गर्नुहुँदै होला अब टाढो छ यस्तो भएन उस्तो भएन भनेर तर अब तपाईँहरूको बिआफमा पनि हामीले यो सानो अब बर्थडे जस्तो अब बाजेलाई सानो खुसी त दिनु सक्यौँ नि त सो अब तपाईँहरूले पनि अब अलिकति खुसी मान्नुहोस् होला अब त्यहीँबाट पनि बाजेको आशीर्वादहरू पाउनुहुन्छ हामीले पायौँ पनि खुसी लाग्यो अन्त चाहिँ सो आजको लागि चाहिँ यति नै थियो होप यु अल हेभ इन्जोयड अन्त चाहिँ थ्याङ्क्स फर वाचिङ अन्त हाम्रो जति पनि भिडियोजहरू छ सबैलाई लाइक सेयर कमेन्ट अनि सब्सक्राइब अनि बेल आइकन पनि थिच्नु त्यो चाहिँ थिच्नु नबिर्सिनु होला सो किप स्माइलिङ अन्त Stay safe. Bye bye. नेक्स्ट भिडियो सो बाई बाई